हेलो साथीहरू, आज चाहिँ म यति राम्री भएर कहाँ गइरहेको छु त आज मेरो के छ त होला। सो आज चाहिँ म यहाँबाट सिधै जाँदैछु। आज मेरो गन्तव्य, आजको मेरो कामहरू चाहिँ हेर्नु होला। अलराइट गाइस, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ मैले यो भ्लग चाहिँ पहिलोचोटि जस्ट ट्राई गरेको होइन। सो म चाहिँ बिहानै उठेर आफ्नो रुमको कामहरू गर्दैछु, सरसफाइ घरको कामहरू सकेर। अनि चाहिँ मसँग मेरो हेर्नु न ओरिजिनल यो चाहिँ ब्रस डटबिनहरू राख्ने मैले ओरिजिनल बनाएको है। यो चाहिँ होइन पैसा किन खर्च गर्ने भनेर हो नि त। जस्तो मैले चाहिँ बिहानै पानी तताएर तातो पानी चाहिँ 1 गिलास तातो पानी चाहिँ पिउने गर्छु, किनकि यो चाहिँ मेरो डेली रुटिन नै हो तातो पानी पिउने चाहिँ। सो मैले आज चाहिँ होइन यसरी भ्लग बनाउनुको कारण चाहिँ के हो भने मलाई चाहिँ सबैजनाले तिमी कति बिजी हो, तिमी किन बोल्दैनौ, कति ठुली भयो कि उता गएपछि त बोल्दैन, कति बिजी हुन्छ, के चाहिँ छ र बिजी भनेर सोच्ने। मेरो आफ्नो पर्सनल कामहरू हुन्छ, मलाई सधैँभरि त्यो सबैसँग बोलिरहन अनि त्यति धेरै फुर्सदिलो पनि छुइनँ नि त, किनकि आफ्नो लाइफमा आफ्नो एउटा पर्सनल कामहरू हुन्छ, त्यसको लागि पनि हो क्या। त्यही भएर मान्छेले चाहिँ बिजी छौ भन्छ। अनि सो म चाहिँ यहाँ बाहिर निस्किरहँदाखेरि चाहिँ यहाँ चाहिँ भोट माग्न आउनुभएको रहेछ। अनि यहाँ बेबीले पनि घन्टीमा भोट हाल्ने भनेर हेरिरहेको रहेछ। सो म चाहिँ अब रेडी भएर खानासाना खाएर रेडी भएर चाहिँ अब म कलेजतिर लागेँ। साथीहरू, मेरो चाहिँ कलेज आज कहाँ छ भने हेर्नु है त, म अब कलेज जाँदैछु। यो चाहिँ मेरो रुमदेखि निस्किने बाटो हो। यहाँ चाहिँ हेर्नु न, यहाँनिर जेब्रा क्रसिङ त छ, तर यहाँ चाहिँ बाटो काट्न एकदम गाह्रो हुन्छ किनकि लाइट छैन नि त। सो त्यही भएर रोड क्रस गर्नलाई चाहिँ एकदम गाह्रो भइरहेको थियो। मैले भिडियो बनाउँदै रोड क्रस चाहिँ यसरी त गर्न हुँदैन, यो चाहिँ एकदमै नराम्रो बानी हो भन्ने कुरा त थाहा हुँदाहुँदै पनि नेपाली त हो, नेपालीलाई फेरि। सो मैले चाहिँ अब बस जाने ठाउँमा जाँदैछु। मेरो चाहिँ रुमबाट निस्किने बित्तिकै बस पाउँदैन, अलिकति परसम्म जानुपर्छ। अनि मलाई एकछिन हिँड्न पनि अझ मजै लाग्छ, यति राम्रो नेचरहरू हेर्न पाइन्छ नि त। सो त्यही भएर अनि चाहिँ म चाहिँ एकदमै धेरै खुसी छु। अनि यहाँ चाहिँ बस त आइसकेको रहेछ। सो तर मैले चढ्ने बस चाहिँ होइन है यो चाहिँ, किनकि म चाहिँ पहिला यसरी नै बस चढ्न बस्थेँ, अनि जुन बस देखेँ त्यसमै चढेर गइदिन्थेँ कि। तर म चाहिँ कति रङ बसहरू चढेर गएको छु नि त। त्यही भएर अहिले चाहिँ त्यो भएको कारणले पनि अब चाहिँ अलिकति। अनि चाहिँ अहिले म बागबजारको पुलमा छु। सो म यहीँबाट जाँदैछु, चाहिँ बागबजारको पुल हो। यहाँबाट चाहिँ हामीले देख्न सकिन्छ धेरै प्रकारको मान्छेहरू हुनुहुन्छ, जसको आफ्नो सपना बोकेर कोही कहाँ हिँडिरहनु भएको छ। सो म पनि त्यो भिडमा म पनि एउटा सपना बोकेर बसेको मान्छे हो। मेरो चाहिँ यतै हो जाने कलेज जाने पार्कपट्टि। र आज कलेजमा चाहिँ एउटा लेभल टेस्ट छ। सो मैले लेभल टेस्टको लागि म